साथीहरू नमस्कार। फेरि पनि स्वागत गर्दछु मेरो एनएमभिएबी युट्युब च्यानलमा। साथीहरू फेरि पनि मैले हजुरहरूका लागि नयाँ भिडियो बनाएर युट्युबमा अपलोड गरेको छु। यदि भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक कमेन्ट शेयर गर्न नभुल्नुहोला, किनभने हजुरहरूले सब्स्क्राइब गरेमा सबैभन्दा पहिले हाम्रो भिडियो हजुरहरूको मोबाइलमा आउनेछ। त्यसैले च्यानललाई छिटोभन्दा छिटो सब्स्क्राइब गर्नुहोस्। अब जाउँ भिडियोतिर। आज हामी नेपालका 4वटा सुन्दर र घुम्न लायकका टुरिस्ट ठाउँहरूको बारेमा बताउँदैछौँ। नम्बर 1, काठमाडौँ। साथीहरू, यो हो काठमाडौँ। यो सहर सुन्दर र पर्यटकीय सहर हो। यो सहर चारैबाट पहाडले घेरिएको छ। हिमालको काखमा बसेको सहर काठमाडौँ हो। यो सहरको गलीगलीमा राम्रो राम्रो पेन्टिङ गरेको छ र हरियाली वातावरण रहेको छ। यो सहर 49.45 वर्ग किलोमिटरमा अवस्थित रहेको छ। यो सहर नेपालको जनसङ्ख्याको हिसाबले पहिलो नम्बरमा आउँछ। यस सहरलाई हिन्दूको गौरव मानिन्छ। यसै सहरमा पशुपतिनाथ मन्दिर पनि रहेको छ। त्यसैले यो सहर पर्यटकीय सहर पनि मानिन्छ। नम्बर 2, पोखरा। पोखरालाई नेपालको स्वर्ग पनि भन्ने गरिन्छ। पोखरा यति राम्रो सुन्दर ठाउँहरू रहेका छन्, अरू ठाउँमा देख्न पाइँदैन। यस्ता ठाउँहरू छन् कि यहाँ घुम्नका लागि फेवाताल, सारनकोट, डेभिड फल जस्ता सुन्दर ठाउँहरू रहेका छन्। यहाँ पर्यटकहरू पनि महिनामै लाखौँ आउने गर्दछन्। काठमाडौँदेखि पोखराको दूरी 200 किलोमिटर रहेको छ। नम्बर 3, बुटवल। बुटवल दक्षिण पश्चिम नेपालको पहाड र तराई क्षेत्रको बीचको प्रमुख सहर हो। बुटवलदेखि सुप्पा देउरालीको दूरी लगभग 135 किलोमिटर रहेको छ। सुप्पा देउराली जाने बाटो धेरै मोडहरू रहेका छन्। बुटवल प्राकृतिकले भरिपूर्ण सौन्दर्य र पर्यटकीय क्षेत्र हो। नम्बर 4, कैलाली। कैलाली पनि एकदमै घुम्न लायकको ठाउँ हो। यो ठाउँहरूमा घुम्नको लागि घोडाघोडी ताल, कर्णाली नदी, अन्य पनि घुम्नको लागि प्रसिद्ध ठाउँहरू रहेका छन्। यो ठाउँमा जाडो महिनामा अत्यन्तै जाडो र गर्मीको महिनामा अत्यन्तै गर्मी हुने गर्दछ। कैलालीमा पर्यटकहरूका लागि रिसोर्ट पनि रहेका छन्। कैलाली एक पर्यटकीय स्थललाई पनि मान्ने गरिन्छ। साथीहरू, आजका लागि यति नै। यदि हजुरहरूले च्यानललाई सब्स्क्राइब गरेमा फेरि पनि नयाँ भिडियो बनाएर ल्याउनेछौँ। भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक कमेन्ट शेयर गर्न नभुल्नुहोला, किनभने हजुरको एक लाइक र एक शेयरले हामीलाई थप हौसला प्रदान गर्नेछ। आजका लागि यति नै। अर्को पार्टमा मिल्नेछौँ। त्यति बेलासम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।